शिक्षकको कलममा हजुरहरूको कलममा पनि ताकत छ शिक्षकको कलममा शिक्षक केही शङ्का छ हजुरहरूलाई केही शङ्का छैन शिक्षकको कलममा आफ्नो एकता प्रकट गर्नुको अनुरोध नेपाल प्रसारित महासंघ नेपालका आदरणीय अध्यक्ष पूर्ण प्रसाद भट्टाचार्यले ढक्कन तल राख्नुभयो के राख्नुभयो नेपाल शिक्षक महासंघका उपमहासचिव जो आजको कार्यक्रम सञ्चालन गरिरहनु भएको छ नेपाल शिक्षक महासंघ जिन्दाबाद हो कि होइन त्यति मात्र भन्नु नेपाल शिक्षक महासंघ नेपाल जिन्दाबाद होइन नेपाल शिक्षक महासंघ जिन्दाबाद प्रत्यक्ष राजसभाले ढुङ्गा हाल्नुभयो अनि भन्नुहुन्छ ढुङ्गा होइन के हो यो दार्चुलाबाट उपस्थित रहनुभएका साथीहरू उत्तरको दक्षिणको यो महत्त्वपूर्ण शिक्षालाई